हाम्रोमा चाहिँ सिमी फलिसकेको छ हो। तपाईँकोमा फल्यो कि फलेन कमेन्ट गर्नुहोस् है। त्यहाँदेखि चाहिँ डल्ले खोर्सानी पनि हुन थालिसकेको छ, हुँदैछ हो, हेर्नुहोस्। काँक्रामा पनि फुल खिल्दैछ हाम्रो चाहिँ, अब फल्नु आँटेको छ। फुलेपछि फल्छ नै होला, दिन्छ नै होला फल त नि। असिना आएन भने चाहिँ, आयो भने चाहिँ बिगार्यो। टमाटर पनि हुँदैछ हाम्रो चाहिँ, घरमा खानु चाहिँ हुन्छ है सब्जीहरू, दुःख चाहिँ छैन हो। मिहिनेत चाहिँ गर्नुपर्ने रहेछ हो, तर खानु चाहिँ पाउने रहेछ मजाले नै। घरमा खानुमा पनि भइदियो भने त कहाँ हो खाने, होइन र? कि कसो हो हुनु है। मैले चाहिँ अन्त घरकै वरिपरि रोपेर ल्याएको छु है, हेर्नुहोस् है साथी हो। सब्जी चाहिँ घरको लागि चाहिँ अलिक दुःख त पर्दैन होला जस्तो लाग्छ, तर बजारको नकिनिकन हुँदैन है। फेरि हो कि होइन है भन्नुहोस् है। जति नै घरबारी सब्जी लरे पनि देख्दैन अरे छोरी मान्छेले भन्छ नि, साँच्चैमा हो जस्तो पनि लाग्छ फेरि, होइन र? नकिनी त हुँदैन।